नमस्कार प्रिय श्रोता मानव, जनताले भोट किन दिन्छन्? संसदमा नाटक गर्नको लागि कि जनताको आवाज उठाउनको लागि? आज एउटा गम्भीर प्रश्न देशको सामुन्ने उभिएको छ। लोकतन्त्रमा आलोचना गर्न पाइन्छ, असहमति राख्न पाइन्छ, सरकारको विरोध पनि गर्न पाइन्छ, तर के त्यसको अर्थ राष्ट्रका सर्वोच्च पदहरूलाई अपमान गर्ने छुट हो? कहिले सम्माननीय राष्ट्रपतिलाई यार भन्ने, कहिले प्रधानमन्त्रीलाई नातिमुला भन्ने, अनि सम्माननीय सभामुखलाई समेत त भनेर सम्बोधन गर्ने, के यही हो राजनीतिक संस्कार? के यही हो जनताले खोजेको परिवर्तन? संसद भवन भनेको सडकको चिया पसल होइन। संसद भवन भनेको राष्ट्रको नीति निर्माण गर्ने सर्वोच्च थल हो। त्यहाँ प्रयोग हुने शब्द, व्यवहार र अभिव्यक्तिले सिङ्गो राष्ट्रको राजनीतिक संस्कृतिलाई प्रतिनिधित्व गर्छ। यदि संसदमै मर्यादा समाप्त भयो भने बाहिर समाजलाई मर्यादा सिकाउने नैतिक आधार कहाँ बाँकी रहन्छ? अब प्रश्न अर्को, के धरानका सबै समस्याहरू समाधान भइसकेका छन्? के त्यहाँका युवाहरूले रोजगारी सहजै पाइरहेका छन्? के त्यहाँ गरिबी, अभाव र आर्थिक सङ्कट छँदै छैन? के खानेपानीको समस्या धरानमा इतिहास बनिसकेको हो? के शिक्षा र स्वास्थ्यको अवस्था देशकै उत्कृष्ट भइसकेको छ? के सडक, यातायात र पूर्वाधार विकास पूर्ण भइसकेका छन्? यदि यी सबै प्रश्नको उत्तर हो, होइन भने जनताले दिएको जिम्मेवारी छोडेर संसद भवनलाई तमासाको मञ्च बनाउनुको औचित्य के हो? जनताले संसदलाई मनोरञ्जन गर्न पठाएका होइनन्, जनताले समस्या समाधान गर्न पठाएका हुन्। जनविडम्बना त के छ भने नीति निर्माण र जनसरोकारका विषयमा छलफल हुने संसदीय दलको बैठकमा समेत उपस्थित नहुने, पार्टी सांसदहरूलाई पनि सहभागी नगराउने, तर संसदमा पुगेर चर्चित बन्ने उद्देश्यले विवाद सिर्जना गर्ने। के यसलाई जिम्मेवार राजनीति भन्न सकिन्छ? राजनीति भनेको भाइरल हुने माध्यम होइन, सेवा गर्ने माध्यम हो। यदि साँच्चीकै जनताको पक्षमा उभिने हो भने धरानको खानेपानीको कुरा गरौँ, बेरोजगार युवाहरूको कुरा गरौँ, अस्पतालको अवस्था, विद्यालयको गुणस्तरको कुरा गरौँ, किसानको समस्या, व्यवसायहरूको पीडा र जनताको दैनिक सङ्घर्षको कुरा गरौँ। देशले नारा होइन, नतिजा खोजिरहेको छ। जनताले उत्तेजना होइन, समाधान खोजिरहेका छन्। आज धेरै समर्थकहरू भावनामा बगिरहेका हुन्, तर एकपटक आफ्नो मनलाई सोध्नु, हामीले भोट व्यक्तित्वको प्रदर्शनका लागि दिएका हौँ कि जिम्मेवार नेतृत्वका लागि? लोकतन्त्रमा लोकप्रिय हुन सजिलो छ, जिम्मेवार हुन कठिन छ। भिड जम्मा गर्न धेरै सजिलो छ, विकास गर्न कठिन छ। विवाद सिर्जना गर्न पनि एकदम सजिलो छ, तर समाधान दिन धेरै कठिन छ। त्यसैले अब समय आएको छ जनताले ताली बजाउने होइन, हिसाब माग्ने। किनभने जनताको मत कुनै नेताको व्यक्तिगत सम्पत्ति होइन, यो जनताको विश्वास हो र विश्वासको सम्मान कामले हुन्छ, गाली, अपमान र नाटकले होइन। यति कुरा बुझ्ने दिन आयो भने केहीलाई आफूले दिएको भोट सम्झेर गर्व होला र केहीलाई पछुतो पनि।